म भन्दै जान्छु, सबैले सुन्नु। अब हामी सबैले जहिले पनि प्रार्थना के गर्छ भनेदेखि सँगै छेउद छोगी छोनमला चङ्जु पर्तो दाने केप्सु छे दागी जिसु गेवे छोनम के डोला फेन्चे सँगै डुबर सो भनेर चाहिँ हामीले जहिले पनि प्रार्थना गर्छ। फेरि त्यही दोस्तो हामीले केवा कुन्दो याङदा लामा ताङ डलमे छेगी पेला लोङ चेचिङ सदा लम्गे यन्दे रब्जो ने तोजी छाङ्गे कोबाङ थोबर सो भनेर प्रार्थना गर्छ। अब त्यो दुईटा प्रार्थना चाहिँ के हो, के भनेको हो भनेदेखि मैले जीव जन्तुहरू सबै अनि बुद्ध भूमिसम्म पुर्याउँछु। अब त्यो पुर्याउनु सक्नुको लागि म आफैले भने अनि बुद्ध अनि प्रार्थना गर्छु र बुद्धता प्रार्थना गर्छु भनेर हामीले प्रार्थना गर्दैछ। त्यो मात्र नभएर तोजी छाङ्गे कोबाङ थोबर सो त्यो प्रार्थना गर्दाखेरि हामीले एउटा तन्त्रको अनि बुद्ध धर्मले पनि मानेर अनि मैले जीव जन्तुहरूको लागि वज्रधाराको भूमि त्यस्तो एउटा मैले पाओस् भनेर प्रार्थना हामीले गर्दैछ जहिले पनि। त्यस्तो प्रार्थना गर्ने चाहिँ धेरै राम्रो हो। हामीले बुद्ध होस् वज्रधाराको अनि भूमिमा अनि पुगोस् भनेर प्रार्थना गर्ने चाहिँ धेरै राम्रो हो। तर हामीले अनि प्रार्थना गरेको जस्तो भविष्यमा बिस्तारै बिस्तारै बुद्ध धर्मसम्म पुग्नु हामी सक्छौँ, वज्रधारा भूमिसम्म पुग्नु सक्छ। त्यो मात्र नभएर हामी जीव जन्तुहरू सबैलाई प्राणीहरू सबैलाई बुद्ध भूमिसम्म पुग्नेको एउटा शक्ति चाहिँ सबैले छ। तथागत भनेर सबैको मनको भित्र मनको माथि त्यस्तो शक्ति चाहिँ छ। तथागत गर्म भनेको गर्भ हो, तथागत गर्भ भनेर त्यो छ। तर हामीले वैज्ञानिक मोडर्न साइन्स आधुनिक वैज्ञानिकदेखि हामीले सोच्यो भने हामीले सम्झ्यो भनेदेखि हामीले कहिले कहिले रियालिटीमा जानुपर्छ। रियालिटी भने चाहिँ सत्यको कुरामा। अब हाम्रो मनमा बुद्ध होस् धर्म वज्रधाराको भूमि पाओस् भनेको धेरै राम्रो हो। तर हामीले यो जिन्दगीमा बुद्ध पुग्नु सक्छ कि यही जिन्दगीमा वज्रधारा भनेको भूमि चाहिँ पाउनु सक्छ कि भनेर सत्य नै हामीले आफ्नो आफ्नो त्यो इमानदारले राम्रो गरेर सोच्यो भनेदेखि त्यो अलिकति गाह्रो हो। तर बुद्ध पुग्नुको अगाडि बुद्ध भूमिसम्म पुग्नुको अगाडि हामी पहिला कहाँ पुग्नुपर्छ भनेदेखि बुद्ध सत्वको बोधिसत्वको भूमिमा पहिला पुग्नुपर्छ। बोधिसत्वको भूमिमा नपुगेर बुद्धको भूमि पुग्ने भने चाहिँ अनि मिसिपा कठिन हो। मरे योङ्गे मरे थाहा छ यार, यो हुनुको काम होइन, सक्दैन, असम्भव हो। त्यसो कारणले पहिला बुद्धको भूमिमा पुग्नेको अगाडि हामी बुद्ध सत्वको बोधिसत्वको भूमिमा चाहिँ पुग्नुपर्ने चाहिँ धेरै ठुलो कुरा हो। त्यसो कारणले हामीले जहिले पनि हामी एउटा बुद्धको चेला भएको कारणले पनि हामीले अनि धर्म राम्रो गर्नु पर्यो, धर्मको
ध्यान र अभ्यास राम्रो गर्नु पर्यो त्यसको माथि हामी एउटा अनि हामी एउटा अनि महायान बुद्धिज्म महायान बौद्ध भएको कारणले हामीले बुद्धिचित भनेको त्यो ज्ञानलाई ध्यान धेरै दिनुपर्छ बुद्धिचित भनेको ज्ञान चाहिँ हामीले नपायो भनेदेखि आफै बोधिसत्व हुँदैन आफू बुद्धिसत्व नभएदेखि बुद्ध भने चाहिँ हुँदैन त्यसो कारणले चाहिँ बुद्ध हुनुको लागि आफै बुद्धिसत्व हुनु पर्यो बुद्धिसत्व हुनुको लागि आफूलाई बोधिचित भनेको त्यस्तो ज्ञान त्यस्तो मन हामीलाई चाहिएको छ त्यसो कारणले जहिले पनि बुद्धिचितलाई हामीले अनि राम्रो गरेर ध्यान गरेर अभ्यास गर्नुपर्छ त्यसो कारणले मैले जहिले पनि के भन्छु भनेदेखि हुनु त मैले 2000 सिधै 2000 अनि त्यो 2000 अहिले 2017 मा पुग्यो नि पहिला 2000 को खर त लो नितोङ लो 2000 को वर्षको अगाडिसम्म चाहिँ मैले अनि यो 4 आर्य सत्यको बारेमा चाहिँ अनि सुनेर चिन्तन गरेर ध्यान अभ्यास धेरै गरेको हो 2000 वर्षदेखि नि अहिले 2017 सम्म चाहिँ मैले अनि बुद्धिचितको ज्ञानमा धेरै मैले ध्यान र अभ्यास गरेको हो त्यसो कारणले म आफै पनि यो जिन्दगीमा बुद्ध त हुनु गाह्रो रहेछ तर पनि मैले यो जिन्दगीमा बोधिसत्वको एउटा जीवन एउटा अनि बोधिसत्वको एउटा लाइफ जीवन चाहिँ जिउनु लागिरहे जिउनु भनेर मेरो मनमा चाहिँ त्यो छ त्यसो कारणले अब बोधिसत्वहरूले आफ्नो लागि के ध्यान र अभ्यास के गर्छ अरूको लागि ध्यान अभ्यास के गर्नुहुन्छ त्यो चाहिँ थाहा हुनु पर्यो त्यसो कारणले बोधिसत्वहरूले आफू लागि चाहिँ के गर्छ भनेदेखि बुद्धिचित द्वारा अनि छो प्राज्ञ परमिता भनेर अनि त्यसको अनि ध्यान अभ्यास गर्नुहुन्छ यो सम्बुद्ध लेवेमा फर्चिन ठुक जिम्बा छुटिम सेपा चुन्डु समदे शेरपकी फरुदु छिम्बा भनेर त्यो चाहिँ गर्नुहुन्छ अब अरूको लागि चाहिँ के गर्छ भनेदेखि दुवेङोबु सी भनेर चारवटा एउटा अनि अभ्यास गर्नुहुन्छ चारमा चाहिँ अनि पहिला चाहिँ के हो नम्बर 1 चाहिँ के हो भनेदेखि अरूलाई धर्मसँग अनि खर्च मिलेको रे सम्बन्धी धर्मसँग सम्बन्ध भएको अनि दानहरू अनि दिने त्यो त्यसलाई चाहिँ सम्बुद्ध लेवेमा के भन्छ भनेदेखि खोवा जिम्बा खोवा भने चाहिँ नेवर खोवा भने चाहिँ अरूलाई चाहिनेको कुराहरू दान दौलतदेखि लिएर अनि त्योहरू सबै दिने भनेको एउटा हो यसलाई चाहिँ खोवा जिम्बा भन्छ दान दिने दुईमा चाहिँ दोस्रोमा चाहिँ के हो भनेदेखि अनि नेबरमावा भन्छ नेबरमावा भनेको मतलब चाहिँ के हो भनेदेखि अरूलाई अनि फाइदा हुनेको राम्रो कुराहरू अनि गर्ने अब त्यो अरूलाई फाइदा हुनुको राम्रो कुरामा दुई किसिमको हुन्छ एउटा चाहिँ अनि आधुनिक शिक्षादेखि लिएर त्यस्तो शिक्षाहरू चाहिँ दिने पनि हो एउटा सबभन्दा ठुलो आधुनिक शिक्षाले चाहिँ अनि शॉर्ट रन शॉर्ट करियरमा अलि फाइदा छ तर त्यो लङ रनमा धेरै खर्च रे क्युरिङ भो भविष्यमा त्यस्तो फाइदा हुने
यो छैन। आधुनिक शिक्षाले यही जिन्दगी फाइदा हुन्छ, अरू जिन्दगी र त्यसको अरू भनेर बुद्धसम्म पुग्नेको फाइदा केही छैन। तर धर्महरू चाहिँ धर्मको शिक्षाहरू धर्मको ज्ञानहरू अरूलाई दिनु सक्यो भनेदेखि हो त्यसले अरूलाई चाहिँ यही जिन्दगी मात्र नभएर भविष्यको जिन्दगीदेखि लिएर बुद्धसम्म फाइदा हुने त्यो हो। त्यसो कारणले बुद्धिसत्वहरूले दोस्रो काम के गर्छ भनेदेखि अरूलाई चाहिँ अनि शिक्षादेखि लिएर धर्म परिचयहरू गरेर धर्महरू दिएर चाहिँ फाइदा गर्नुहुन्छ। त्यो चाहिँ 2। अब तेस्रोमा बोधिसत्वहरूले के गर्नुहुन्छ भनेदेखि अरूलाई धर्महरू सबै दिएर शिक्षाहरू सबै दिएर शिक्षाहरू सबै उनीहरूले थाहा हुनु गर्ने। त्यसको माथि तेस्रो चाहिँ के हो भनेदेखि ल अब मैले तपाईहरुले धर्मको शिक्षाहरू दिइसक्यो, तपाईहरुले थाहा भइसक्यो, अब त्यो धर्म चाहिँ पालन गर्नुपर्छ, त्यसले ध्यान र अभ्यास गर्नुपर्छ भनेर उनीहरू ध्यान र अभ्यास गर्नु दिने चाहिँ तेस्रो हो। त्यसको पछि 4 मा चाहिँ के छ भनेदेखि अरूलाई अनि बोधिसत्वले अरूलाई अनि ध्यान र अभ्यास गर्नु दिएकै जस्तो बोधिसत्व आफैले पनि त्यही गर्ने हो। त्यो चाहिँ 4। त्यसो कारणले सम्बुद्ध लेवेमा न्याम्बर मावा हो हैन, पहिला खोवा जेम्बा न्याम्बर मावा थेन चेपा थेन थुम्बा भनेर 4 वटा अभ्यास चाहिँ अनि गरेको छ। त्यो चाहिँ बोधिसत्वले अरूलाई गर्नेको एउटा अभ्यास हो। त्यसो कारणले आज म पनि अब बोधिसत्वकै बाटोमा चाहिँ जानु सकोस् भनेको मनले आज म यहाँ आएर हजुरहरूलाई चाहिँ अब त्यस्तो दान पैसा धेरै दिनु त केही छैन, मलाई जति चढेको पैसा छ यो चाहिँ अहिले यहाँ गुम्बामै राख्ने, तर त्यो गुम्बामा राखेर मूर्ति बनाउने र छेदन बनाउने त्यो मात्र होइन, यो चाहिँ जनतालाई फाइदा हुनुको लागि पछितिर धर्म परिचय धर्म देशना त्यस्तो कामहरू गर्नुस्, त्यसको लागि चाहिँ प्रयोग गर्नुस् भनेर चाहिँ भन्न चाहन्छु। त्यसको माथि मैले यहाँ किताब मैले लेखेको किताब अनि त्यहाँ नेपालीमा अनुवाद गरिसकेको पुरानो किताब सानोहरू छ, त्यो 10 वटा छ, अनि ठुलो किताब छ यो धेरै राम्रो छ, त्यो पहिलो चाहिँ त्यो चाहिँ 3 छ। यो पनि हाम्रो यही जनताको लागि अनि गुम्बालाई अनि मैले यहाँ चढाएको छ। पछि तपाईहरुले केही न केही जान्नु पर्नु मन छ भनेदेखि गुम्बामा आएर अनि यहाँबाट यारवाल खर्च लिनु, यहाँबाट लिएर फेरि पछि परिसकेर यता गुम्बामा दिएर त्यसो गर्यो भने राम्रो हो भनेर त्यो। अनि जनताको लागि चाहिँ यहाँ बुद्धको फोटो एउटा दिने हो, सबैले एउटा अहिले म पछि भन्छु। अनि त्यसको पछि अनि श्री दलाई लामाजीको सबभन्दा ठुलो प्रसाद मानेरिबु र दुजिरिबु भन्ने छ, त्यो चाहिँ अलि यहाँ त्यो प्याक गरेर राखेको छ, त्योहरू दिने। तेस्रोमा चाहिँ अनि त्यो हामी यो सुङदु हुन्छ नि, दलाई लामाले अनि प्रार्थना गरेको अनि सुङदु छ, त्यो चाहिँ सबैले एउटा दिने। अनि त्यसको पछि चाहिँ अहिले यो के अरे त्यहाँ इन्डियाको बुद्ध गयामा हाम्रो बुद्धको एउटा मूर्ति छ, धेरै ठुलो धेरै अनि ठुलो मान्छ, उहाँलाई चढाएर लुगा चढाएर छेगोहरू चढाएर त्यसको पछि प्रार्थना गरेर फेरि फिर्ता लिएर अनि यता मैले ल्याएको छ। त्यो चाहिँ काटेर अलि काटेर सबैको लागि एक सानो पिस बनाएर ल्याएको छ। त्यो 4वटा चाहिँ आज तपाईहरुलाई दान दिने हो। यो चाहिँ बुद्ध सत्वको एउटा कर्म पहिला चाहिँ। अब यो चाहिँ हामी अहिले चाहिँ नगरौँ, फेरि के त्यो हुन्छ पछि लास्टमा गरौँ। अब दोस्रोमा न्याबरमावा, अब बुद्धिसत्वले के गर्छ दोस्रोमा अरूलाई अनि धर्म देशना धर्म परिचय गर्ने, धर्मको कुराहरू सुनाउने, कुरा राम्रो सुनाउने त्यो हो। अब त्यो चाहिँ म सुरु गर्छु। अब त्यो चाहिँ म अहिले सुरु गर्छु।
पहिला म यो भन्न चाहन्छु यहाँ मेरो आफ्नो अनुभव हो मैले धेरै जनताहरूलाई अनि त्यो कुरा गरेर धेरै फाइदा भएको छ इन्डियातिर धेरै मान्छे धेरै त्यो पहिला नराम्रो भएको पछि त्यो सुनेर चाहिँ धेरै राम्रो भएको छ त्यो कुराहरू युट्युबमा राखेर इन्टरनेसनलमा त्यो युट्युबहरू सुनेर मान्छे धेरै अनि क्योछबा परिवर्तन भएको धेरै भएको छ त्यसो कारणले आज पनि म त्यही दोस्रो गरेर चाहिँ भनौँ भनेर मेरो मनमा थियो अब यसमा चाहिँ हामीले म यहाँ के भन्न चाहन्छु हामीले आफ्नो जिन्दगीमा तीनटा जिम्मा लिनुपर्छ भनेर तीनटा जिम्मा चाहिँ के हो भनेदेखि सर्वप्रथम पहिलाको जिम्मा चाहिँ हामी आफै एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुको जिम्मा चाहिँ हामीले लिनुपर्छ यो चाहिँ पहिला हो दोस्रोमा हामी एउटा बुद्धको चेला बौद्ध भएको कारणले हामी बौद्ध यस्तो राम्रो एउटा हुनुपर्छ भनेको असल असल बौद्ध असल मान्छे असल बौद्ध 2 3मा चाहिँ हामी हिमालयन क्षेत्रको बुद्धिस्ट महायानको बुद्धिस्ट अनि भएको कारणले पनि हामीले एउटा महायानको बुद्धिस्ट अनि महायानको बौद्ध राम्रो हुनुपर्छ भने त्यो तीनटा त्यो हामीले सबैले मनमा राख्नुपर्छ अब त्यो तीनटाको बीचमा पहिला चाहिँ के हो भनेदेखि हामी एउटा मान्छे भएको कारणले मान्छे राम्रो हुनुपर्छ भने चाहिँ हामीले मनमा राख्नुपर्छ अब त्यसमा चाहिँ म के भन्न चाहन्छु भनेदेखि हामी यो जम्बुद्वीपमा अनि खर्सा के हुँदो जन्म लिइसकेको लिनु बेलामा हामी मान्छे हो त्यो बेलामा हामी बुद्धिस्ट होइन हामी बौद्ध होइन पछि बिस्तारै बिस्तारै बुद्ध धर्म सङ्घलाई मानेर ढोकेर अनि हामी बुद्धिस्ट भएको हामी बौद्ध भएको त्यसो कारणले हामीले पहिला हामी मान्छे भएको कारणले मान्छे राम्रो हुनुको जिम्मा चाहिँ लिने त्यसको पछि बिस्तारै हामी बुद्धिस्ट बौद्ध भएको कारणले बौद्ध राम्रो हुनुको जिम्मा चाहिँ लिनु पर्यो त्यसो कारणले मान्छे राम्रो भने चाहिँ धेरै ठुलो कुरा हो कहिले कहिले म के लाग्छ भनेदेखि हामी मान्छेहरूले कहिले कहिले जनावरदेखि लिएर यस्तो अनि नराम्रो काम गर्छ जनावर मार्छ काटमार गर्छ त्यस्तो अनि दर्शन चाहिँ पछि प्लिज पछि दर्शन अहिले सबैले पछि दिने हो पहिला धर्म पछि सुन्नुहोस् त्यो कहिले मान्छेले के गर्छ भनेदेखि जानवरले नसोच्नेको काम नसोच्नेहरू पनि मान्छेले त्यस्तो नराम्रो सोच्ने हुन्छ जानवरहरूले नगर्नेको काम पनि मान्छेहरूले त्यस्तो काम गर्नुहुन्छ अहिले वर्ल्ड भनेको कर्सा संसारमा अनि माक्चिङ थाङ्बो माक्चिङिबा प्रथम विश्वयुद्ध पहिलाको विश्वयुद्ध र दोस्रोको विश्वयुद्ध भइसकेको छ तर हामीले सुनेको छ जानवरहरूले विश्वयुद्ध गरेको छ कि छैन कहानीमा पनि छैन इतिहासमा पनि छैन तर मान्छेले त्यो काम चाहिँ गरेको छ त्यसो कारणले कहिले कहिले जिउ हेर्दाखेरि जानवरभन्दा मान्छे जिउ चाहिँ अलि राम्रो जस्तो लाग्छ खास दिमागलाई राम्रो लाग्छ तर सोच्ने तरिका र कामको तरिकामा हेर्दाखेरि जानवरभन्दा मान्छे नराम्रो पनि हुनु रहेछ त्यसो कारणले पहिला हामी मान्छे राम्रो हुनु पर्यो मान्छेको जिउ भएर म मान्छे हो म मान्छे राम्रो हो भन्ने होइन मान्छेको जिउ राम्रो भएर मान्छे राम्रो हो भन्ने चाहिँ कुरा होइन मान्छेलाई पैसा भएको कारणले मान्छे राम्रो भन्ने त्यो पनि होइन मान्छेलाई अनि त्यो दान दौलत राम्रो भएर मान्छे राम्रो भन्ने होइन मान्छेले पात अधिकार राम्रो भएको ठुलो भएको कारणले यो मान्छे राम्रो हो भने त्यो पनि होइन मान्छेलाई आधुनिक शिक्षा राम्रो भएको कारणले मान्छे राम्रो हो भने पनि होइन
आजकलको दुनियाँमा जनतालाई ठोक्ने जनताको पैसा खाने त्यसमा चाहिँ धेरै नै के छ आधुनिक शिक्षा भएको चालाकहरू छ केही गाउँमा इमानदार मान्छे केही शिक्षा नभएको तर मान्छे शुद्ध इमानदार काम गर्ने छ त्यसो कारणले आधुनिक शिक्षा भएर मान्छे राम्रो र आधुनिक शिक्षा नभएर मान्छे नराम्रो भन्ने त्यो होइन त्यसो कारणले चाहिँ मान्छे राम्रो र नराम्रोको बीचमा त्यो दुईटामा कसरी हामीले छुटाउनु पर्यो फरक कसरी हामीले त्यो गर्नु पर्यो त्यसमा हामीले ध्यान दिनुपर्छ त्यसो कारणले बुद्ध स्वयंले पनि मान्छेको मन शुद्ध राम्रो हुनुको लागि उहाँले धर्मदेशना गरेको छ अनि मान्छेको मन चाहिँ राम्रो भयो भनेदेखि मान्छे राम्रो हुने मान्छेको मन चाहिँ नराम्रो भएदेखि मान्छे नराम्रो हुने त्यसो कारणले त्यो मात्र होइन आजकल वैज्ञानिकहरूले पनि ओहो मान्छे राम्रो बनाउनको लागि चाहिँ अनि मनलाई हामी सोच्नुपर्ने रहेछ मनलाई राम्रो बनाउनु पर्ने रहेछ त्यो कुरा चाहिँ आजकल हुँदैछ यो मैले कसरी थाहा भएको भनेदेखि यो जम्बुद्वीपको भित्र कन्फरेन्स भन्ने एउटा मिटिङ छलफल एउटा छ बैठक एउटा छ त्यसको भित्र माइन्ड एन्ड लाइफ कन्फरेन्स भन्ने एउटा छ माइन्ड भने चाहिँ मन भयो लाइफ भने चाहिँ जीवन अब धर्म मान्नेहरूले मन भनेको कुरा चाहिँ धेरै गर्छ आधुनिक अनि त्यो साइन्टिस्टहरूले अनि वैज्ञानिकहरूले चाहिँ मनको कुरा धेरै नगरेर जीवनको कुरा धेरै गर्छ त्यसो कारणले हामी यहाँ धर्मको अनि ज्ञान धेरै भएको श्री दलाई लामाजी जस्तो केसी खेम्बाहरू त्यस्तो पनि त्यसको मिटिङ बैठकमा अनि बस्नुहुन्छ आधुनिक अनि त्यो साइन्टिस्टहरू पनि त्यो वैज्ञानिकहरू पनि त्यो मिटिङमा बस्नुहुन्छ त्यसो कारणले अनि धर्म मान्छे पनि त्यसको भित्र भएको कारणले माइन्ड भने चाहिँ राखेको अनि धर्म नमान्ने त्यस्तो वैज्ञानिकहरू त्यो मिटिङको भित्र भएको कारणले कन्फरेन्सको भित्र भएको कारणले लाइफ भनेर त्यो दुईटा शब्ददेखि माइन्ड एन्ड लाइफ कन्फरेन्स भनेर राखेको छ त्यो यो जम्बुद्वीपको भित्र कन्फरेन्सको भित्र सबभन्दा एउटा ठुलो मानेको छ त्यसमा म 3 चोटि मिटिङमा गएको थियो त्यो बेलामा पहिला अनि त्यो वैज्ञानिकहरूले आधुनिक शिक्षा र आधुनिक वैज्ञानिक भएको अनि वैज्ञानिकहरूले चाहिँ अनि पहिला चाहिँ अनि मनको कुरालाई धेरै मान्दैन अनि पछिको जन्म छ पहिलाको जन्म छ भने त्यो कुरा धेरै मान्दैन अनि त्यही दोषो गरेर बुद्ध भगवान भन्ने ईश्वर भन्ने त्यस्तो कुराहरू उनीहरूले तुरुन्त विश्वास गर्दैन तर त्यो अनि माइन्ड एन्ड लाइफ कन्फरेन्स त्यो अनि अहिलेसम्म 28 भइसकेको छ त्यो मिटिङ गर्दै छलफल गर्दै अहिलेको अनि वैज्ञानिक आधुनिक वैज्ञानिकहरूले मन भन्ने चाहिँ सत्य नै छ होला त्यसको लागि हामीले ध्यान दिनुपर्ने छ रहेछ भनेर अहिले भर्खर उनीहरूले चाहिँ त्यो मान्नेको बाटोमा आउनु भएको छ अहिले साइकोलोजी भन्ने चाहिँ मनको कुरादेखि आएको त्यसो कारणले चाहिँ अहिले अब धेरै अब त्यो शिक्षा भएको अनि मन ठुलो भएको ओपन माइन्ड ब्रोड माइन्ड त्यस्तो मन ठुलो भएकोहरूले ओहो जीवन मात्र नभएर मनको कुरालाई भने हामीले ध्यान दिनु पर्यो अनि जीवनमा सुख र दुःख भने चाहिँ मन सुख र दुःखदेखि कुरा त्यो सोच्नुपर्ने भने रहेछ भनेर अहिले सबैले मनलाई ध्यान दिनु कुरा चाहिँ आइसकेको छ त्यसको कारणले म अहिले यहाँ के भन्न चाहन्छु भनेदेखि मान्छे यो राम्रो र
मान्छे नराम्रो भनेको फरक चाहिँ मान्छेको मन राम्रो र मान्छेको मन नराम्रो देखि अनि छुट्नुपर्छ भनेको, छुटाउनु पर्छ। अब त्यसमा फेरि एउटा क्वेसन गर्छ, प्रश्न आउँछ, फेरि प्रश्न आउँछ, मान्छेको मन राम्रो नराम्रो भने चाहिँ फेरि कसलाई कसरी छुटाउने? यो मन चाहिँ राम्रो हो, त्यो मन चाहिँ नराम्रो हो भने चाहिँ कसरी हामीले छुटाउने भने? अब त्यसमा चाहिँ बुद्ध स्वयंले के भनेको छ भनेदेखि मनको भित्र दुई किसिमको मन हुन्छ। मन एउटा कस्तो हुन्छ? म अरूलाई दुःख नदिने भनेको एउटा विचार सोच हुन्छ, त्यो पनि राम्रो मन हो। म अरूलाई फाइदै गर्छु, म अरूलाई अनि माया गर्छु, दया गर्छु, राम्रो गर्छु भनेको एउटा सोच विचार हुन्छ, त्यो चाहिँ मन राम्रो। त्यसो कारणले मन राम्रो भित्र चाहिँ दुई किसिमको, अरूलाई दुःख नदिने भनेको एउटा मन, अरूलाई फाइदा गर्छु भनेको एउटा सोच भएको मन, त्यो दुईटालाई मन राम्रो भनेको छ। त्यो मन, अब त्यो दुईटा मन चाहिँ कसरी राम्रो हो हामीले सोध्नुस् त। अरूलाई म दुःख नदिने, अरूलाई म अनि हानि नगर्ने, अरूलाई म नराम्रो नगर्ने भनेको सोच भयो भनेदेखि त्यसको काम चाहिँ कस्तो हुन्छ? त्यो सोचदेखि भएको काम कस्तो हुन्छ? मनको भित्र अरूलाई दुःख नदिने भनेको सोच भयो भनेदेखि उसको काम पनि अरूलाई दुःख नदिनेको काम गर्छ नि, होइन? अरूलाई दुःख नदिनेको काम चाहिँ राम्रो हो कि होइन? राम्रो हो नि। यदि अरूलाई दुःख नदिनेको काम चाहिँ राम्रो होइन भनेदेखि अब अरूलाई दुःख दिने भनेको त्यो काम चाहिँ राम्रो हुनु पर्छ। अरूलाई दुःख दिने भनेको काम चाहिँ राम्रो हो भनेदेखि आफूले दुःख दिने भनेको काम राम्रो मान्नु पर्यो। अब अरूले आफूले दुःख दिएको काम चाहिँ राम्रो हो कि फेरि हामी भन्छ राम्रो होइन भन्छ। अरूले आफूले दुःख दिने काम चाहिँ राम्रो होइन, आफूले अरूले दुःख दिने काम राम्रो हो कसो भन्ने? त्यसो कारणले अरूलाई दुःख नदिनेको काम चाहिँ राम्रो, त्यो कहाँबाट आएको? प्लिज त्यो स्टप गर्नुहोस्, धेरै त्यो हुन्छ, त्यो फ्लाइटमा राखेको राम्रो। त्यसो कारणले अरूलाई दुःख नदिने भनेको कर्म चाहिँ कहाँबाट आएको? अरूले दुःख नदिने भनेको एउटा सोच विचारले आएको। त्यसो कारणले अरूले दुःख नदिने भनेको सोच पनि अनि मन राम्रो हो। त्यहाँदेखि भएको अरूले दुःख नदिनेको कर्म पनि कर्म राम्रो हो। त्यही जस्तो गरेर अरूलाई सुख दिन्छु भने मन पनि धेरै राम्रो हो। अरूलाई सुख दिन्छु भनेको मनले के गर्छ काम? अरूले सुख दिन्छ, अरूले सुख दिने काम पनि राम्रो हो। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि अरूलाई दुःख नदिने भनेको सोच र काम चाहिँ राम्रो हो, अरूलाई सुख दिन्छु भन्ने सोच र काम चाहिँ राम्रो हो। त्यो जो मान्छेले गर्छ त्यो मान्छे चाहिँ राम्रो हो भनेको हो। त्यसो कारणले मान्छे राम्रो नराम्रो चाहिँ त्यसरी छोड्नुपर्छ भनेको। अब फेरि एउटा प्रश्न आउँछ, अरूलाई दुःख नदिने, अरूलाई सुख दिन्छु भन्ने सोच चाहिँ कसरी आउँछ, होइन? अब त्यसमा चाहिँ हामीले एउटा उदाहरण, सानो उदाहरण सबैले थाहा हुने, अनुभव हुने एउटा चाहिँ छ। यो के हो भनेदेखि हामीले सोच्नुहोस् त, आफूले के गर्नुहुन्छ, के सोच्नुहुन्छ? बाआमा राम्रो भएदेखि त्यसले आफ्नो छोराछोरीलाई, बच्चालाई, म बच्चालाई दुःख नदिने, म बच्चालाई सुख दिन्छु, राम्रो गर्छु भनेको मन र काम चाहिँ गर्नुहुन्छ नि। अब बाआमाले आफ्नो छोरालाई, बच्चालाई म दुःख नदिने अनि म सुख दिन्छु भने राम्रो काम चाहिँ कसरी आउँछ रहेछ? फेरि हामी हेर्नु त, जहिले बाआमालाई आफ्नो बच्चा,
आफ्नो छोरालाई आफ्नो बच्चालाई माया दाया छ त्यो बेलामा म बच्चालाई दुःख नदिने सुख दिन्छु भन्ने मन आउँछ। जहिले टिचरलाई अनि गुरुलाई अनि आफ्नो चेलालाई अनि माया दया हुन्छ त्यो बेलामा आफ्नो चेलालाई सुख दिने दुःख नदिने भन्ने मन हुन्छ, कर्म पनि हुन्छ। त्यसो कारणले त्यस्तो सोच र कर्म चाहिँ कहाँबाट आएको हो भनेदेखि माया दया र माया दया भनेको त्यो ज्ञानले त्यो मनले आएको हो। त्यसो कारणले अनि त्यो के भन्छ त्यो सम्बुद्ध लेबीमा छम्चे भन्छ। छम फायद क्षमा से छम भने चाहिँ के हो? छम्पा भने चाहिँ माया। निङ्जे चेवा छम्चे चेवा भने चाहिँ के हो? दाया हो, दाया हो। मेरो प्रोनाउन्सिएसन अलिकति त्यो छ, दाया हात होइन है, दाया दाया। त्यसो कारणले माया र दया भने चाहिँ सम्बुद्ध लेबीमा दया माया र दया भने चाहिँ सम्बुद्ध लेबीमा के भन्छ? छाम्चे भन्छ। त्यसो कारणले हाम्रो छेउको भित्र के भन्छ? सबभन्दा मनको भित्र हेरेर राम्रो मन चाहिँ कुन रहेछ, राम्रो मनको भित्र भन्ने मुल्क चाहिँ के रहेछ भनेर हामीले राम्रो हेर्यो भनेदेखि माया र दया ल फेरि दया माया र दया भने चाहिँ त्यो मन चाहिँ सबभन्दा ठुलो भनेर अनि भन्छु। त्यसो कारणले म अहिले के भन्न चाहन्छु भनेदेखि राम्रो हुनुको लागि हामीलाई राम्रो सोच हुनु पर्यो, राम्रो बानी व्यवहार हुनु पर्यो। राम्रो सोच र राम्रो बानी व्यवहार चाहिँ कहाँबाट आउँछ भने त्यसको मूल उपाय चाहिँ माया दया राम्रो हुनु पर्यो। जसलाई माया दया राम्रो भएदेखि त्यसलाई मनको सोच राम्रो हुन्छ अनि त्यसको कर्म चाहिँ राम्रो हुन्छ, त्यो मान्छे राम्रो हुन्छ। त्यसको कारणले यो कुरा चाहिँ यहाँ राख्नुहोस्, मनमा राख्नुहोस्। फेरि आज म एउटा चाहिँ के भन्न चाहन्छु भनेदेखि माया र दयाले के काम गर्छ त्यो हामीले सोध्नुपर्छ। साँच्चै नै मैले त्यसको लागि धेरै ध्यान र अभ्यास गरेँ। म एउटा कुरा भन्छु है, माया र दयाले एकमा के फाइदा गर्छ भनेदेखि अब आफै खुसी बनाउँछ। पहिला हामी के चाहिन्छ? हामी किन जिएको? हामी खुसी हुनुको लागि, हामी सुख हुनुको लागि जिएको हो नि, हामी दुःख हुनुको लागि जिएको होइन नि। सबैले तपाईँले इन्टरभ्यू गर्यो भनेदेखि तपाईँले के चाहिन्छ भनेर सबैले सोच्यो भनेदेखि मलाई खुसी चाहिन्छ, मलाई सुख चाहिन्छ सबैले भन्छ। मलाई दुःख चाहिन्छ भन्ने होइन, छैन। अब धेरै ठुलो त्यो बोधिसत्वहरूले अरूले म सुख दिन्छु मलाई दुःख भयो भने हुन्छ भन्ने त्यस्तो पावर भएको छ, तर कम्तीमा। तर जनरलमा जसलाई हामीले सोध्छ तिमीले के चाह्यो भने सबैले के भन्छ? मलाई सुख चाहियो, दुःख चाहिँदैन भन्छ। तर त्यसको पछि फेरि प्रश्न गरेर तपाईँले सुख चाहियो दुःख नचाहिने हो भनेदेखि दुःख सुख चाहिँ के को दुःख सुख चाहियो? जिउको दुःख सुख चाहियो कि मनको भनेदेखि त्यो दुइटै चाहियो, तर त्यो बिचमा चाहिँ ठुलो चाहिँ मनको हो। मनको सुख र सुख चाहिन्छ, दुःख चाहिँदैन सबैले भन्छ है। फेरि मनको सुख र दुःख चाहिँ सुख चाहिने र दुःख नचाहिने हो भनेदेखि त्यो आउने उपाय के हो? त्यो सोच्दाखेरि माया दया त्यसमा पुग्छ। त्यसो कारणले जहिले हाम्रो मन चाहिँ माया दया भनेको मनमा यसो हुँदाखेरि आफै पनि सुख छ, आफै पनि धेरै खुसी हुन्छ त्यो बेलामा। अर्को कुरो भनौँ, माया दया चाहिँ मनको भित्र आयो भनेदेखि उसको मन चाहिँ खुला हुन्छ। क्रोधको मन चाहिँ आउँदाखेरि उसको मन चाहिँ खुला हुँदैन, त्यो फुसुतो बुखार्छ, एकदम सानो। म मात्र सोच्छ मेरो काम चाहिँ हुनु पर्यो, अर्कोको जोस होइन। त्यो क्रोध भने चाहिँ आउँदाखेरि के काम गर्छ?
क्रोधले एउटा केटा केटी मुख सुख राम्रो भएको त्यस्तो भएर भने क्रोध आउँदाखेरि त्यसको मुख चाहिँ त्यस्तो नराम्रो हुन्छ उसको ब्युटीहरू सबै भागेर जान्छ हैन अब त्यस्तो मान्छेलाई अनि माया दयाको मन यसो आउँदाखेरि उसको स्माइल हुन्छ स्माइल भनेछ हाँस्ने हुन्छ दाँत होस् नहोस् हाँस्छ हैन त्यो हाँसेर के फाइदा हुन्छ रहेछ आफै पनि हाँसेर चाहिँ खुसी हुने त्यो हाँसेको मुखले अरूले पनि खुसी दिने त्यो हुन्छ हामीले के भन्छ ओ फूल चाहियो सबैले भन्छ तर हामीले फूल कस्तो चाहियो मेदो खाछेवादी गोरवा मेदो खासुम्बा हामीले चाहिँ के चाहियो फूल फुलेको चाहियो नि फूल यसो राम्रो फुलेको चाहिएको छ नि यसरी बसेको हामी चाहिँदैन हैन अब फूल यसरी फुलाउनु लागि के चाहियो त्यसले पानी चाहियो त्यसको जरले केही राम्रोहरू कुराहरू चाहियो नि अब त्यसको पानी चाहिँ नहालेर त्यसमा चाहिँ खसा आगो त्यसको जरलाई आगो त्यो गरे भनेदेखि फूल फुलाउँछ कि यसरी जान्छ अब फूल फुलाउने छैन नि अब त्यसले पानीदेखि लिएर राम्रो फुलहरू राम्रो फुलाउँछ त्यही जस्तो हाम्रो मुख भने चाहिँ एउटा फूल जस्तो हो त्यो मुख चाहिँ स्माइल राम्रो भएको चाहिँ फूल फुलाएको जस्तो हो फुलेको फुलेको जस्तो हो अब हाम्रो मुखको फूल चाहिँ फुलाउनको लागि हाम्रो त्यो जर चाहिँ कहाँबाट आउँछ मनबाट हुन्छ त्यो मन चाहिँ को क्रोध होइन त्यो मन चाहिँ माया दया हो माया दयाको मन भएदेखि त्यसले के काम गर्छ मुखको फूल राम्रो फुलिन्छ त्यो मुखको फूल चाहिँ राम्रो फुल्यो भने के हुन्छ आफै पनि खुसी अरू पनि के हुन्छ नजदिक हुन्छ अरू पनि स्माइल हुन्छ उसले पनि फाइदा हुन्छ त्यसको पछि काम के गर्छ उहाँले त्यसले के गर्छ ओहो यो मान्छेले त मलाई यस्तो राम्रो हेर्छ रहेछ यो मान्छेले त मलाई यस्तो हाँसेर राम्रो गरेर हेर्छ रहेछ म पनि उसलाई अनि त्यो राम्रो गरेर हेरौँ अनि हाँसौँ भनेर त्यो गर्छ अब आफैले उता हाँस्यो उसले यता हाँस्यो फेरि त्यसको पछि के गर्छ कुरा गर्नु मन लाग्छ कुरा गरेपछि के हुन्छ अनि फ्रेन्ड अनि साथी हुन्छ त्यसैदेखि मिल्छ साथी एउटा भयो दुईटा भयो तीनटा भयो चारवटा भयो साथी धेरै हुन्छ त्यस्तो गर्यो भने अब साथी धेरै भयो भनेदेखि उहाँले के फिल हुन्छ मान्छेले के फिल हुन्छ ए यो जम्बुद्वीपमा चाहिँ म मात्र होइन रहेछ मलाई त साथी धेरै छ त्यसो कारणले मलाई दुःख यस्तो केही हुँदैन नराम्रो हुँदैन नराम्रो भयो केही छैन मलाई साथी छ भनेर त्यो हुन्छ अब जहिले पनि क्रोधमा बस्ने झुट्ने त्यस्तो गरेर बस्योदेखि त्यो के हुन्छ त्यो मनले आफै पनि आफ्नो त्यो मुखको फुल पनि फुल्ने छोडेर सबै यसो गर्छ त्यसको कारणले के अरूले पनि मान्छेलाई राम्रो हेर्दैन अरू मान्छेले पनि आफूले कुरा गरौँ कि भन्दै ऊ त क्रोधमा छ मुख राम्रो दिएको छैन अब कुरा गर्ने समय होइन रहेछ भनेर छोडिदिन्छ होइन त्यसो कारणले के हुन्छ साथी भन्छ नि त्यो पनि कम्ती हुन्छ त्यस्तो एउटा मान्छेले जुट्ने दुईटाले जुट्ने यस्तो गर्दैखेरि मान्छे सबैले त्यो मान्छे चाहिँ अनि भेट्नु बेलामा चाहिँ टाढो बस्छ अब सबैले टाढो बसेर गयो भने पछि उसको मनको फिलिङमा के हुन्छ ओहो अब मलाई त साथी छैन म मात्रै रहेछ भनेर एलोन हुन्छ त्यस्तो मान्छेलाई चाहिँ दुःख हुँदाखेरि बिमार हुँदाखेरि चाहिँ फाइदा गर्ने मान्छे पनि कम्ती त्यसो कारणले माया दयाले के बनाउँछ आफूलाई खुसी बनाउँछ अरूले खुसी बनाउँछ आफूलाई काम सफल हुनेको काम गर्छ अरूले पनि त्यो गर्छ आफूलाई धेरै साथी हुन्छ अनि आफ्नो जीवनमा धेरै फाइदा हुन्छ त्यसो कारणले माया दयाले आफूले धेरै फाइदा हुन्छ यो एउटा पछि गर्नुहोस् है पछि गर्नु हुन्छ पछि है अब अहिले
नयाँ आयो भने तुरुन्त बस्नु दिएको राम्रो हो फेरि खिसखिस गरेपछि त्यो हुन्छ बस्नुहोस् है त्यसो कारणले माया दया भन्ने चाहिँले आफै एउटा व्यक्तिगत एउटा मान्छेले भने धेरै फाइदा हुने काम गर्छ अब त्यसको पछि म फेरि एउटा भन्न चाहन्छु माया दयाले अर्को राम्रो काम के गर्छ हैन अब अघि चाहिँ आफैले फाइदा भयो अब अहिले के भन्छु माया दयाले आफ्नो घरमा पनि धेरै फाइदा गर्छ बालाई माया दया भएको मन भयो भनेदेखि त्यो बाले आफ्नो घरको भित्र आमादेखि लिएर बच्चादेखि लिएर सबैलाई धेरै काम धेरै फाइदा धेरै काम गर्छ आमालाई माया दया भएदेखि त्यो आमाले बादेखि लिएर छोरा छोरीदेखि लिएर सबैलाई धेरै फाइदा गर्छ अब त्यही दोस्तो बाजे आमाले बच्चाहरूले पनि माया दया गरेदेखि अब त्यो घरको भित्र बा आमा बाजेमा अनि त्यो छोरा छोरी सबैले माया दयालाई ध्यान दिएर अभ्यास गर्यो भनेदेखि अब त्यो घरको भित्र के पैसा होस् या नहोस् त्यो घरको भित्र चाहिँ खुसीको एउटा प्रकाश त्यहाँ छ शान्तिको प्रकाश त्यहीँ छ अब आफ्नो घरको भित्र बाजे अनि त्यो बा आमा छोराछोरी सबैले माया दयालाई ध्यान नदिएर सिर्फ पैसाले सोचेर यता कराउने उता कराउने अनि त्यसको माथि फेरि के भन्छ क्रोध खर्च रिस हुने त्यसको कारणले जुटेर बस्ने बा आमा जुट्दाखेरि बच्चाहरू पनि धेरै अनकम्फर्टेबल धेरै त्यो खुसी नहुने फिर बच्चाहरू कराउँदाखेरि जुट्दाखेरि बा आमा नहुने त्यस्तो भयो भनेदेखि त्यस्तो घरको भित्र जति पैसा भयो भने तर त्यसमा खुसी छैन त्यसमा शान्ति छैन त्यसको कारणले घरको शान्ति घरको खुसी ठुलो कुरा हो नि घरको खुसी र शान्ति चाहिँ त्यो घरभित्र भएको प्राणीहरूले फ्यामिलीहरू सबैले माया दयाको त्यस्तो भयो भनेदेखि खुसी ल्याएर आउन सक्छ त्यो नभएदेखि पैसा भएर पनि हुँदैन म एउटा उदाहरण दिन्छु फ्यामिलीको नाम चाहिँ भन्दैन तर म स्विजरल्यान्ड भन्ने यो जम्बुद्वीपको भित्र सबभन्दा ब्युटी कन्ट्री सबभन्दा अनि त्यो राम्रो स्विजरल्यान्ड भन्ने छ म त्यहाँ 3 चोटि गइसक्यो मेरो छामाहरू त्यहाँ छ मेरो दाइ त्यहाँ छ स्विजरल्यान्डको भित्र स्विजरल्यान्डमा म जाँदाखेरि चाहिँ मैले एउटा फ्यामिली देख्यो त्यो फ्यामिलीको आन्टी एउटा छ उहाँलाई चाहिँ यस्तो पैसा छ भन्नु नपर्ने त्यसमा एउटा छोरा एउटा छ त्यसलाई पनि ब्याङ्कको म्यानेजर भएको कारणले पैसाको कुरा केही भन्नु नपर्ने फेरि त्यसमा छोरी एउटा छ उहाँ पनि डाक्टर भएको कारणले पैसा धेरै छ तर त्यो आन्टी त्यो बा त्यो छोरा छोरी उनीहरू सबै एउटा फ्यामिली हो नि एउटा आमाको छोरा छोरी हो नि तर 1 वर्षको भित्र सिर्फ एकचोटि उनीहरू सबै बिजी भएको कारणले व्यस्त भएको कारणले 1 वर्षको भित्र लोसरको बेलामा एकचोटि मिल्ने अब त्यहाँ मिल्दाखेरि के हुन्छ रहेछ भनेदेखि लोसरको बेलामा भने मिल्नु गाह्रो फेरि मिलेर 10 बजे हामी सबै मिल्छु भन्छ 10 बजे मिल्छ 10 बजे मिलेर फेरि त्यहाँ बस्छ अनि चाहरू हाल्छ आमाले हालेर 5-10 मिनेटको पछि झगडा सुरु 1 वर्षमा लोसरको बेलामा एकचोटि मिलेको त्यो पनि 10 बजे मिलेको 5-10 मिनेटको पछि झगडा सुरु त्यहाँदेखि के भन्छ म यहाँ आउनु मन छैन
म जान्छु भन्छ त्यहाँदेखि सबै अनि अप्नाउनु गयो यस्तो हुन्छ रहेछ के फाइदा आमा भएर पनि के भयो छोराछोरी भएर पनि के भयो त्यहाँ उनीहरू यदि पैसाले सुख हुने पैसाले शान्ति हुने पैसाले मिलजुल हुने राम्रो हुनु होदेखि त्यो तिनटैले पैसा छ नि तर खुसी चाहिँ बाहिरदेखि आउने होइन मनको सोचदेखि आउनु पर्नेको कारणले जहिले मनको सोच चाहिँ नराम्रोमा जान्छ त्यसको कारणले सुखहरू सबै त्यागिदिन्छ हराउँछ अनि दुःखहरू सबै आउनेछ त्यसको कारणले यो माया दया भनेको मन राम्रोले काम के गर्छ भनेदेखि आफ्नो घरको भित्र पैसा होस् नहोस् तत्व होस् नहोस् उहाँले फ्यामिलीमा बाआमादेखि लिएर सबैलाई खुसी चाहिँ दिन्छ त्यो मात्र होइन पैसा भएर खाना यस्तो राम्रो राम्रो बनाएर पिउनु पनि यस्तो राम्रो राम्रो आएर त्यो पनि जुस मात्र नभएर आरक भन्छ नि रक्सी यस्तो पैसा तिरेर अनि रक्सी धेरै त्यस्तो नाम भएकोहरू चाहिँ सबै राखेर पनि अब त्यो बेलामा त्यो खाना खाने मान्छेहरू सबैको मनको भित्र क्रोध मनको भित्र अनि रिस आयो भनेदेखि जति खाना मिठो बनाएको छ जति त्यहाँ रक्सी नाम ठुल्ठुलो छ जति खायो भनेदेखि त्यसले खुसी दिँदैन त्यो बेलामा खुसी दिने छोडेर यताको भात उता हान्नु सक्छ अनि त्यसको बोतल पनि ठ्याक्कै टाउकोमा आउनु सक्छ होइन त्यस्तो कामहरू गर्छ अब कोहीहरू के हुन्छ खानामा ल अब भात भयो दाल भयो अनि पानी अरू केही छैन तर बाआमाले आमा त्यो छोराछोरीले धेरै माया दया छोराले पनि आफ्नो बाआमाले माया दया त्यस्तो माया दया भएको घरको भित्र खाना ठुलो त्यस्तो केही छैन पैसा तिरेको छैन तर पनि अलिकति छ त्यो चाहिँ मजाले खुसीले खानु सक्छ त्यो खाना पनि टेस्ट हुन्छ त्यसले जीवन पनि धेरै त्यो हुन्छ त्यसको कारणले मन भनेको धेरै ठुलो मनको सोच भने चाहिँ धेरै ठुलो कुरा मन राम्रो हुनुपर्ने चाहिँ धेरै ठुलो कुरा त्यो हो अब यो मात्र होइन माया दयाले अरू काम के गर्छ माया दयाले काम एउटा के गर्छ भनेदेखि धर्मलाई विश्वास गरोस् या विश्वास नगरोस् केही छैन तर त्यो मान्छेले माया दया भने चाहिँ ठुलो रहेछ त्यसले म ध्यान दिनु पर्यो भनेको त्यस्तो सोचले उहाँले माया दया आफै पनि गर्ने फ्यामिलीको भित्र पनि माया दया बनाउने बिस्तारै उहाँको माया दयाको सोच भनौँ माया दयाको मन चाहिँ अलिकति भरेर छिमेकीलाई माया दया गर्ने यता चिनेको मान्छे कति छ गाउँको मान्छे कति छ सबैले माया दया गर्ने त्यो पछि बिस्तारै बिस्तारै नेपालमा भएको सबैले माया दया गर्ने त्यस्तो गर्दै गर्दै अनि त्यो जम्बुद्वीपको भएको मान्छे सबैले माया दया त्यस्तो सोच्नु सक्यो भनेदेखि उहाँले के गर्नु सक्छ धेरै उहाँले काम राम्रो ठुलो काम राम्रो गर्न सक्छ अघि बा र आमाले आफ्नो छोराछोरीलाई अलिकति माया भएको कारणले छोराछोरीलाई कति फाइदा गर्न सक्छ एउटा छोराछोरीलाई जीवनभरि फाइदा गर्छ नि अब एउटा मान्छेलाई छिमेकीदेखि लिएर गाउँदेखि लिएर यता जति भएको मान्छे सबैलाई माया दया भयो भनेदेखि उसले सबैलाई राम्रो गर्छ नि अब त्यस्तो गरेदेखि 100 200 1000 10,000 लाखौं मान्छेलाई चाहिँ अनि फाइदा गर्छ त्यसो कारणले माया दयाले त्यस्तो काम पनि गर्छ अब माया दयाले अरू काम के गर्छ अरू काम चाहिँ अब बौद्ध हो भनेदेखि हामी बुद्धिस्टले चाहिने कुरा सबभन्दा ठुलो चाहिँ के हो बुद्ध हो तर बुद्ध भूमिमा पुग्नुको लागि हामीले के चाहिएको छ बुद्धिसत्वको ज्ञान चाहिँ चाहिएको छ तर बुद्धिसत्व भनेको ज्ञान चाहिँ कसरी हुन्छ बुद्धिसत्वको ज्ञान आफूले
कारणले आफ्नो मनको भित्र माया सानो सानो माया चाहिँ बिस्तारै बिस्तारै ध्यान र आवेशदेखि बढ्दै बढ्दै ठुलो विकास गर्दै गर्दै गयो भनेदेखि महामाया पुग्छ। त्यसो कारणले म अहिले के भन्न चाहन्छु, माया दया भन्ने चाहिँ बुद्धिचित भन्ने त्यस्तो महान सोच ज्ञान त्यसको मुल्क अनि उपाय हो। त्यसो कारणले माया दयाले काम के गर्छ भनेदेखि माया दया त्यसले पछि महामाया दया अनि आउँछ। महामाया दया आयो भनेदेखि हामी बुद्धिसत्वको भूमिमा पुग्छ। त्यो पुगेर बिस्तारै बुद्ध पुग्ने हो। त्यसो कारणले हामीले बुद्ध चाहियो भनेदेखि बुद्धको ज्ञान बुद्धको भूमिमा हामी पुग्न सक्ने मन छ भनेदेखि माया दयालाई ठुलो मान्नुपर्छ। माया दया छोडेर म बुद्ध होस् भने चाहिँ असम्भव हुँदैन। त्यसो कारणले मैले आज माया दया भने चाहिँ धेरै ठुलो हो भनेर चारवटा कारण मैले चाहिँ यहाँ राखेको छ। यो चाहिँ एउटा कुरा। अब म यहाँ के भन्न चाहन्छु भनेदेखि माया दया भन्ने त्यसको मनले अनि हाम्रो कर्महरू भने राम्रो कर्म चाहिँ गर्छ। अब राम्रो कर्म भनेको भित्र चाहिँ के हुन्छ, राम्रो सोच एउटा हुन्छ, सोचदेखि कर्म एउटा हुन्छ। राम्रो अब जो काया वाक चित्तदेखि कर्म राम्रो गर्ने चाहिँ माया दयादेखि आउँछ। त्यो भयो भनेदेखि के हुन्छ, हो यो मान्छे चाहिँ अनि असल आचरण रहेछ असल विचार रहेछ भने चाहिँ अनि त्यहाँदेखि आउँछ। आजकल त्यो कुरा चाहिँ धेरै ठुलो भएको छ। त्यसमा इङ्ग्लिसमा के भन्छ, सेकुलर एथिक्स भन्छ। त्यो आजकल युरोपतिर अमेरिकातिर धेरै बाहिरको विकास पैसादेखि लिएर धन दौलतदेखि लिएर धेरै विकास भइसकेको छ। एसियनमा भने जापान कोरिया चाइनाहरू के भएको छ, दान दौलतमा धेरै विकास भएको छ। दान दौलत धेरै विकास भएको छ, तर पनि उहाँहरूलाई माया दयाको सोच त्यहाँदेखि भएको असल विचार असल आचरण त्यसमा चाहिँ उहाँहरूले अनि ध्यान नदिएको। त्यो ध्यान नदिएको कारणले चाहिँ के भएको छ भनेदेखि पैसामा दान दौलतमा चाहिँ धेरै विकास छ, तर जहाँ दान दौलत विकास भएको त्यसमा चाहिँ प्रब्लम अनि दुःख पनि धेरै विकास। अमेरिकामा 5 मिनट अनि त्यो बत्ती मर्यो भनेदेखि त्यहाँ मोटरको त्यो खोलो खर्च चक्रदेखि लिएर सबै हराइसकेको छ 5 मिनटमा। त्यस्तो छ। पुलिसहरूले यता त्यो चोरहरू समात्ने नराम्रो त्यो मान्छेहरूले त्यो गर्नको लागि यस्तो बनाउँछ, त्यो बन्दुकदेखि लिएर फेरि चोरहरूले त्यही जस्तो गरेर त्यो भन्दा फेरि अर्को बनाउँछ। त्यस्तो छ हैन। त्यसो कारणले अमेरिकामा असल विचार र असल आचरणमा धेरै कम्ती, त्यसको ज्ञान चाहिँ धेरै कम्ती भएको छ। त्यसो कारणले धेरै प्रब्लम धेरै दुःख छ। त्यसो कारणले अहिले तिब्बतको अनि ठुलो ठुलो लामाहरू अनि घेसियाहरू खेम्बाहरू चाहिँ अमेरिकातिर अनि जाँदाखेरि अनि उनीहरूलाई चाहिँ त्यो के अरे भिजा चाहिँ अलिक छिटो पाउँछ। किन भनेदेखि उनीहरूले के भन्छ, हाम्रो अमेरिकातिर चाहिँ अनि पैसा र त्यो त्यस्तो विकासमा हामी विकास छ, केही हामीले खर्च थप्क्यो भो समस्या केही छैन। तर हामीले समस्या के छ, मान्छे नराम्रो हुने चाहिँ समस्या रहेछ। मान्छे राम्रो हुनुको लागि हामीले ज्ञान चाहिएको छ, त्यसको लागि चाहिँ अनि हामीले खेम्बु घेसी लामाहरू भयो भने राम्रो छ भनेर चाहिँ भिजा चाहिँ छिटो पाउने, त्यो हो। यो कुरा चाहिँ एउटा छ। त्यही दोस्रो गरेर चाहिँ अहिले दुनियाँमा धेरै नै अनि मान्छेलाई हाम्रो दुनियाँ हाम्रो यो जम्बुद्वीपमा अनि खर्च दिए थप्क्यो बुद्धि खर्च थन्तर
समस्या धेरै धेरै चाहिँ कहाँ छ भनेदेखि नराम्रो मान्छे हुँदै जाने त्यो हो। तर त्योहरूले चाहिँ आधुनिकको शिक्षा छैन भने होइन। अमेरिका अनि युरोपतिर आधुनिक शिक्षामा हामीभन्दा उनीहरू चाहिँ विकास छ। तर उनीहरूले के कम्ती छ भनेदेखि हो त्यो बानी नराम्रो हुने, सोच नराम्रो हुने, त्यसो कारणले उहाँहरूलाई धेरै समस्या छ। हाम्रो नेपालमा पनि अनि पहिला मेरो आफ्नो एउटा ठेम्बा यादमा 30 वर्षको अगाडि धेरै राम्रो थियो। मैले अहिले पनि त्यो सोच्दैछु। खास हाम्रो तामाङको भित्र धेरै मान्छे राम्रो, त्यो सोच राम्रो, बानी व्यवहार राम्रो, बोल्नेमा राम्रो, अरूलाई रिस्पेक्ट, अरूलाई के अरे आधार गर्ने, मुखबाट पनि लासो त्योहरू भन्ने, अनि माया दयामा धेरै त्यो कुरा गर्ने, त्योहरू धेरै राम्रो थियो। तर पछि बिस्तारै 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 त्यस्तो राम्रो कुराहरू पनि बिस्तारै बिस्तारै हराउँदै अनि जाने त्यस्तो भएको छ। अब आजकल चाहिँ धेरै चाहिँ पैसालाई सोचेर, बाहिरको विकास मात्र सोचेर, भित्र मनको विकासलाई नसोचेर अब अहिले चाहिँ अलिकति अनि त्यो के भन्छ नराम्रो हुँदै जाँदै रहेछ। त्यसमा चाहिँ मेरो मनमा अलि पीर छ। त्यसो कारणले मैले अहिले म जहाँ गयो भनेदेखि पहिला मान्छे राम्रो हुनुको लागि हामीले यस्तो यस्तो गुण चाहिन्छ भनेर कुरा चाहिँ मैले धेरै गर्दैछु। अब हामी मान्छे राम्रो हुनु परेको कारणले यो कुरा चाहिँ अब यसमा चाहिँ म आज अलिकति प्लस खर्च थप्छु। अब मान्छे त्यो बानी व्यवहार राम्रो अनि असल विचार र असल अनि आचरण, राम्रो सोच र राम्रो अनि बानी व्यवहार भन्नेमा 3 किसिमको अनि त्यो छ। त्यो चाहिँ सबैले मनमा राख्नुहोस्। एउटा चाहिँ के हो, आफूभन्दा ठुलोलाई असल विचार र असल आचरण कसरी गर्ने, यो एउटा। आफ्नो सँगै आफू सरसरको ढाङ्गम भन्छ त्यसलाई अनि असल विचार सोच कसरी गर्नुपर्छ। आफूभन्दा सानोहरूलाई असल विचार सोच कसरी गर्नुपर्छ, त्यो 3टामा हामीले ध्यान दिनुपर्छ। त्यो 3टामा चाहिँ पहिला चाहिँ के हो भनेदेखि हामीले आफूभन्दा ठुलोहरूलाई अनि असल विचार र असल सोच राम्रो गर्नुपर्छ भने चाहिँ आफूभन्दा ठुलोमा चाहिँ 2 किसिमको हुन्छ। एउटा चाहिँ के हुन्छ भनेदेखि धर्मको कुरा छोडेर आफ्नो परिवारको कुरादेखि आफ्नो बाको बा, आमाको आमा, आमा बाजे त्योहरू आफूभन्दा ठुलो हो। आफ्नो बा आमा भने आफूभन्दा ठुलो हो। आफ्नो दाइ, आफ्नो दिदीहरू आफूभन्दा ठुलो हो। आफूभन्दा जो ठुलो मान्छे छ त्यो सबैलाई आफूले अनि आधार गर्नुपर्छ। त्यो सबैलाई कुराहरू सबै अनि राम्रो गर्नुपर्छ। त्यो एउटा चाहिँ के हो भनेदेखि अनि इङ्ग्लिसमा भन्छ रिस्पेक्ट टु एल्डर एन्ड लभ टु चिल्ड्रेन भन्छ। आफूभन्दा ठुलोलाई अनि आधार गर्नुपर्छ, रिस्पेक्ट गर्नुपर्छ, कुरा राम्रो गरेर बोल्नुपर्छ भनेर त्यो हो। त्यो चाहिँ हामीले गर्नुपर्छ। अब आफूभन्दा ठुलोमा चाहिँ एउटा चाहिँ के हो भनेदेखि धार्मिकदेखि आफूभन्दा ठुलोमा चाहिँ 4वटा छ। एउटा चाहिँ के हो, गुरु लामा, आफूलाई धर्म दिने गुरु। 2मा चाहिँ के हो अनि सङ्घे बुद्ध। 3मा चाहिँ के हो धर्म। 4मा चाहिँ के हो सङ्घ। त्यो 4वटालाई अनि हामीले ढोग्नुपर्छ, आधार गर्नुपर्छ। त्यो चाहिँ एउटा ठुलो हो। त्यसो कारणले अनि हामीले आफूभन्दा ठुलोलाई अनि सोच राम्रो र अनि कर्म राम्रो गर्नुपर्छ भने, बानी व्यवहार राम्रो हुनुपर्छ भने चाहिँ त्यो चाहिँ राम्रो गर्नुपर्छ। यो म आज किन भन्नु चाहन्छु भनेदेखि अहिले त राम्रो होला तर पनि
मान्छेले पैसा मात्र सोचेर आधुनिक शिक्षा मात्र सोचेर भित्रको माया दयाहरूलाई नसोचेर त्यसलाई अलिकति अनि के भन्छ सानो सानो हुँदै गएर अहिले के हुन्छ रहेछ छोरा छोरीले भने आफ्नो बा आमालाई माया नगर्ने बा आमा दुःख हुँदाखेरि दुःख नहुँदाखेरि हुनु चाहिँ छोरा छोरीले आफ्नो बा आमा आफ्नो बाजेहरूलाई धेरै नै देखभाल गर्नुपर्छ राम्रो त्यो गर्नुपर्छ तर पैसाको कुरामा पुग्दाखेरि अनि बा आमाले जति प्रब्लम छ जति त्यो छ सबै छोडेर म त जान्छु है भनेर कहाँ कहाँ विदेश अमेरिका कहाँ कहाँ पुग्ने हुन्छ रहेछ फेरि बा आमा यहाँ अब मर्नु लाग्यो छ है अब बच्चा यहाँ यता आउनु पर्योदेखि आउनु सदर म धेरै व्यस्त छ म पैसा पठाउँछु त्यो हो है अब त्यस्तो हुँदै हुँदै जान्छ आजकल फेरि कोही कोही बा आमाहरू आफ्नो घरको भित्र यस्तो पीर यस्तो अनि दुःखमा बसेको छ कहिले कहिले खाना पनि राम्रो नमिल्ने बिमार हुँदाखेरि दबाई पनि नमिल्ने यस्तो छ तर त्यो बच्चाले चाहिँ त्यहाँ मोज गरेर टन्न खाएर आनन्द बसेछ त्यस्तो पनि हुन्छ आजकल त्योहरू कसरी भएको हो मैले अघि भनेको त्यो आफ्नो बा आमालाई आधार छैन भित्रको मनदेखि माया दया हरायो त्यसको कारणले भएको योहरू है अब त्यस्तो पनि हुन्छ ओहो त्यो मात्र नभएर सरी अर्को किरा ठिक छ त्यस्तो पनि हुन्छ त्यो मात्र नभएर अब आजकल के हुन्छ रहेछ भनेदेखि मेरो आफ्नो अनुभव पनि छ अघि भनेको छ नि धार्मिकदेखि आफ्नो गुरु बुद्ध धर्मसँगलाई धेरै डोग्नुपर्छ आदर गर्नुपर्छ भन्छ तर आजकल चेलाको भित्र कस्तो हुन्छ भनेदेखि जहिले चेला त्यसलाई केही पनि ज्ञान नभएको बेलामा चाहिँ गुरु गुरु भन्ने फेरि पछि चाहिँ 1 वर्ष 2 वर्ष 3 वर्ष 10 वर्ष 14 16 वर्ष अनि त्यो ज्ञानहरू शिक्षाहरू दिएर त्यो घिसे पनि हुनसक्छ रहेछ खेम्बो पनि यस्तो भइसक्यो तर आफ्नो गुरु अनि याद छैन गुरुले केही त्यो छैन कृपा सोच केही छैन फेरि कहिले कहिले त्यही चेला गुरुले अनि आफ्नो गुरुलाई चाहिँ हान्ने गर्ने राम्रो छैन के नराम्रो कुरा गर्ने यस्तो भइसकेको छ कहाँ पुग्यो अब है अब आजकल शिक्षा र ज्ञानले पनि त्यति महत्त्वपूर्ण सोच्दैन के हो सबैले पैसाले महत्त्वपूर्ण सोचेर त्यो त्यसो कारणले चाहिँ हो यस्तो होइन आफ्नो गुरुलाई आफूले ज्ञान दिने भने चाहिँ धेरै ठुलो कुरा हो नि पैसा र लुगादेखि खानादेखि दिएर फाइदा धेरै हो तर सर्ट रन अहिले खाना दियो भने अहिले अलिकति राम्रो हुन्छ लुगा दियो भने अलिकति राम्रो हुन्छ अनि सानो सानो फाइदा हो नि अब शिक्षा भन्नेले जिन्दगीमा त्यसलाई फाइदा हुने हो शिक्षाले बुद्धको शिक्षाले बुद्ध भगवानसम्म पुग्नेको एउटा ज्ञान दिँदैछ त्यति फाइदा छ तर आजकल यस्तो हुँदै जान्छ त्यो छोडेर कोही कोही चेलाहरूले आफ्नो गुरु पनि त्यो के अरे चोङखाङ जेलमा पठाउँछ अब तिब्बतमा 1959 मा चाइनिजहरूले चाइना गभर्मेन्टले अनि पैसा दिएर त्यस्तो घिसी भएको चेलालाई पनि आफ्नो गुरुलाई मारेको त्यस्तो समय पनि भएको छ त्यसो कारणले अहिले बानी व्यवहारमा धेरै नराम्रो हुँदै जान्छ भने त्यो हो त्यसो कारणले अब अहिले म के भन्छु आफ्नोभन्दा ठुलो सबैलाई अनि त्यसको कृपाहरू सोचेर त्यसलाई राम्रो गरेर अनि रिस्पेक्ट गर्नुपर्छ माया दया गर्नुपर्छ खास छोरा छोरीहरूले आफ्नो बादेखि आफ्नो यो गुरुहरू चाहिँ बुढा हुँदै हुँदै जान्छ बिमार हुनेको त्यो धेरै त्यो हुन्छ त्यो बेलामा धेरै ध्यान दिएर त्यो चाहिँ उहाँले फाइदा गर्नुपर्ने चाहिँ धेरै ठुलो कुरा हो आफै बच्चा हुँदाखेरि केही नजानेको सिङ्गान पुस्नु पनि नजानेको त्यस्तो बेलामा बाआमाले के गरेको छ कति फाइदा गरेको छ त्यहाँदेखि लिएर
बाआमाले आफ्नो जिन्दगीमा कति बच्चाको लागि कष्ट मेहनत अनि कष्ट सङ्घर्ष धेरै गरेको छ। त्योहरू सबै कृपा सोचेर हो म सानो बेलामा म केही नजाने बेलामा मलाई केही पनि नभएको बेलामा बाआमाले मलाई धेरै त्यो गर्यो। अब बिचरा बाआमा उमेर पुगेर धेरै गाह्रो छ, अब हामीले हेर्नै पर्छ भनेर चाहिँ राम्रो माया दयाले चाहिँ देखभाल गर्नु, त्यो पनि एउटा हो। त्यस्तो गरेर चाहिँ अनि यो चाहिँ हामीले त्यो धेरै राम्रो सोच्नुपर्छ है। यो मैले कुराहरू त्यसै भनेको होइन, मलाई गृहस्थी चेला धेरै छ, उनीहरूको बिचमा त्यस्तो कुरा धेरै भएर म एउटा गुरु भएको कारणले मेरो कहाँ आउँछ, मलाई छोरा यसो छ, छोरी यसो छ, मलाई देख्दैन रहेछ, यसो गर्छ भने प्रब्लम, उसको दुःखको कुरा धेरै मलाई भन्छ। अब मैले त्यहाँदेखि सबै थाहा भएको छ। त्यो मात्र होइन, मैले रिसर्च खोज तलास पनि मैले गरेको छ। बुद्ध स्वयंले पनि त्यस्तो भनेको छ। त्यसो कारणले अनि म यहाँ के भन्न चाहन्छु भनेदेखि अनि त्यो आफ्नो बाआमा गुरुदेवदेखि लिएर सबैले राम्रो गरेर ढोग्नुपर्छ भने त्यो भन्न चाहन्छु। अनि म यहाँ एउटा कुरा चाहिँ के भन्न चाहन्छु भनेदेखि एउटा कुरा चाहिँ अब हामी एउटा खर्च ताकि डन्यम सर आफू सरसरा कल्याण मित्र छ नि, त्योहरूसँग पनि हामीले असल विचार र असल अनि आचरण राम्रो गर्नुपर्छ। त्यसमा चाहिँ पहिला एउटा यो भन्न चाहन्छु सत्यको कुरामा, अब हामी लोग्नेले श्रीमती लिन्छ, श्रीमतीले लोग्ने लिन्छ, लोग्ने र श्रीमती बिहा गर्छ होइन, बिहा गरेर लोग्ने श्रीमती रोए, श्रीमान श्रीमती बिहा गरेर त्यो हुन्छ। तर हामीले बिहा किन गरेको त्यो राम्रो सोच्नु पर्यो। जीवन दुःखीले जिउनुको लागि बिहा गरेको हो कि जीवन सुखले जिउनुको लागि बिहा गरेको हो? हामी सुख हुनुको लागि बिहा गरेको हो। तर हामी कसो गर्छ भनेदेखि बिहा नगर्नु अगाडि बिहा गर्नेसम्म चाहिँ म तिमीले मन परेको छ, तिमी पनि मलाई मन परेको छ, हामी दुईटा अब मिलजुल गरेर राम्रो बसौँ, माया दया गरेर बसौँ, जीवन राम्रो गरेर सुखले हामी जिउँ, त्यसको लागि बिहा गरौँ भनेर यताउता धेरै त्यो गर्छ। त्यो पनि राम्रो हो। त्यसको पछि चाहिँ अनि के गर्छ, बिहा गर्छ। बिहा गरेको बेलामा अब हामी बुद्ध धर्म मान्ने हो भनेदेखि खादाहरू सबै लगाएर तेमडेलाहरू सबै गरेर सबभन्दा ठुलो बुद्ध धर्मसँगको अगाडि 3 चोटि ढोकेर वादा गर्छ, आजदेखि हामी दुईटा श्रीमान र श्रीमती हो, हामी जीवन राम्रो गरे सुखले राम्रो गर्छु, माया दया गर्छु, यताउता फाइदा राम्रो गर्छु, नराम्रो नगर्ने, अनि त्यसो गरेर वादा चाहिँ लिन्छ। अब उहाँ दुईटाको भित्र क्रोध छ, उहाँ दुईटाको भित्र अनि रिस छ, राग छ है। अब त्यसको माथि कहिले कहिले के हुन्छ, खानाको कुरामा यो भएन भनेर कुरा हुन्छ, कहिले कहिले के हुन्छ हो अनि जानु बेलामा कहिले भन्छ आज जाउँ होइन, कहिले भन्छ भोलि जाउँ, त्यस्तो कुरा हुन्छ। फेरि यस्तो सानो सानो प्रब्लम कुरादेखि बिस्तारै बिस्तारै बनाएर 1 2 3 बनाएर ठुलो हुँदै जान्छ, त्यहाँदेखि क्रोध पनि ठुलो हुँदै जान्छ, रिस पनि त्यो ठुलो हुँदै जान्छ। अनि त्यसको पछि के हुन्छ, भाषण सुरु, तिमी के हो नसुन्ने, जहिले पनि त्यो गर्ने भनेर यता भन्छ उता भन्छ। फेरि बिस्तारै बिस्तारै क्रोध ठुलो हुँदै जान्छ, झगडा ठुलो हुँदै जान्छ। फेरि पछि चाहिँ बक्सिङ खेल्छ फेरि है। फेरि त्यस्तो गर्दै गएर बच्चा नहुनेसम्म होला। फेरि बच्चा भएको पछि अनि त बच्चा यस्तो राम्रो पहिलाको जन्ममा धर्मको छाप भएको, त्यसो कोहीहरू के हुन्छ जन्म यस्तो लिँदाखेरि तुरुन्त
बा आमा पनि खुसी शान्ति हुने त्यो बच्चाको कृपाले घरको भित्र पनि अनि त्यो के भन्छ खुसीको अनि प्रकाश आउने त्यस्तो छ तर त्यो कम दियो अब धेरैहरू चाहिँ के हुन्छ अब बच्चा पाउनु बेलामा चाहिँ ओ बच्चा पायो भने धेरै प्यार माया दया गर्छ पछि बच्चालाई यो चाहियो त घरको लागि यस्तो टेन्सन र यस्तो गर्दै 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 झगडा गर्दै जान्छ हैन अब के गर्छ कोहीकोहरूले घरको भित्र चाहिँ झगडा गर्ने त्यो कुरो सबै गर्ने है बाहिर जाँदाखेरि हात चाहिँ यसो झगडा गर्दैन जस्तो गरेर जान्छ है बाहिर मान्छेले देखाउने चाहिँ राम्रो देखाउने ल भित्र पसिसकेपछि ल फेरि सुरु त्यस्तो हुन्छ कि त्योहरू कसरी भएको भनेदेखि बिहा नगरेको अगाडि शुद्ध माया दया छ बिहा गरेको पछि त्यसलाई अनि अलिकति खर्च कम्ती भएको त्यो माया दया चाहिँ विकास गर्नु सकेन त्यो माया दयाले क्रोधदेखि लिएर अनि झगडादेखि लिएर त्यो माया दयालाई सानो बनाएको त्यस्तो गर्दै गर्दै पहिला चाहिँ सानोमा पहिला त्यो बिहा गर्दाखेरि अनि श्रीमानले पनि श्रीमतीलाई देवी जस्तो लाग्ने श्रीमतीले पनि श्रीमानलाई देवा जस्तो लाग्ने छ बिस्तारै बुढाबुढी हुँदै गरे ओहो श्रीमतीले पनि श्रीमतीको त्यो सबै देख्दाखेरि ओहो कर्छ दोङ्रे बुझ जस्तो लाग्ने है फेरि श्रीमानले पनि त्यो लाग्ने है अब धेरै झगडा गर्दै क्रोध हुँदै कहिले यस्तो पनि हुन्छ रहेछ नि मान्छेको भित्र मैले खोज तलास धेरै गरेँ पहिला अनि त्यो के भन्छ बिहा गर्नु बेलामा चाहिँ बुद्ध शाक्यमुनिहरू बुद्ध धर्मसँग त्यसमा हामी यो जिन्दगीमा हामी दुईटा सँगै राम्रो गरेर जिउँछु त्यो मात्र होइन हाम्रो प्यार माया दया चाहिँ शुद्ध हो पछि जन्ममा पनि हामी सँगै बस्नु सकौँ भने त्यस्तो प्रार्थना गर्नेहरू पनि छ पछि जुधेर त्यो नराम्रो हुँदै गएर पछि गुरुमुखको अगाडि गएर ओहो मेरो जिन्दगीमा मलाई श्रीमानले मलाई यस्तो नराम्रो गर्यो दुःख दियो अब पछिको जन्म त छोडेर यही जन्ममा हामी दुईटा छिटो छुटोस् भनेर त्यस्तो प्रार्थना गरे पनि छ मेरो आफ्नो चेलामा छ त्यस्तो छ कथाहरू सबै मैले सुनेको छ त्यस्तो छ रहेछ मैले त गजब लाग्यो ओ बुद्धले भनेको सच्ची रहेछ भने 4 अरेसत सबै दुःख यो संसारहरू सबै दुःख हो भने चाहिँ सत्य हो रहेछ भने मलाई त्यस्तो लाग्छ कि त्यसो कारणले मैले अहिले के भन्न चाहन्छु श्रीमती र श्रीमान त्यो दुईटा यदि जिन्दगी जीवन चाहिँ सुखले जिउने हो भनेदेखि उहाँ दुईटाको वापसमा माया दया पहिला के छ त्यो चाहिँ विकास गर्नुपर्छ त्यो जति विकास गर्न सक्यो भने त्यति सुख ठुलो हुन्छ त्यो विकास नगरेर क्रोध रिसलाई विकास गर्यो भनेदेखि हो अघि मैले भनेको कुराहरू सबै हुन्छ त्यसो कारणले त्यो श्रीमान र श्रीमती बीचमा पनि हाम्रो राम्रो एउटा सुख जीवन राम्रो एउटा त्यो हुनुको लागि हामीले असल विचार असल आचरणलाई ध्यान दिनुपर्छ त्यो भयो भनेदेखि राम्रो हुन्छ अब त्यही जस्तो साथीको बीचमा पनि फ्रेन्डहरूको बीचमा पनि हो त्यसमा ध्यान दिनुपर्छ हामी दुईटा फ्रेन्ड हो भनेर चाहिँ त्यस्तो जङ रस्सी खस्नेमा चाहिँ फ्रेन्ड यताउता अनि त्यो नराम्रो काम गर्नेमा चाहिँ फ्रेन्ड है साथी हो अनि त्यस्तो पापको काममा चाहिँ साथी हो भनेर जीवनमा यसरी गयो भनेदेखि त्यो फ्रेन्ड होइन फ्रेन्ड भन्ने चाहिँ कस्तो हुनु पर्यो राम्रो काममा अनि यताउता फाइदा गर्ने धर्मको काममा यताउता फाइदा गर्ने तिमी नराम्रो नगर तिमी मेरो फ्रेन्ड हो तिमी मेरो साथी हो साथी भएको कारणले म तिमीलाई माया दया छ माया दयाको काम चाहिँ सुख दिने काम हो दुःख दिने होइन त्यसको कारणले म तिमी साथी हो माया दया भएको कारणले म तिमीलाई सुख दिन चाहन्छु दुःख दिन चाहँदैन त्यसो कारणले हामी दुईटै ल
असल विचार असल आचरण गरौँ अभ्यास गरौँ हामी दुईटै धर्ममा लागौँ गरेर गयो भने हो त्यसलाई भन्छ साथी दुईटै नराम्रो काम गरेर नरकमा जाने त्यो चाहिँ साथी भन्दैन हैन त्यो के भएको अरूले अरूलाई फाइदा नगरेर अनि नोक्सान दिएको हो नि त नोक्सान दिने चाहिँलाई साथी भन्छ हैन नि साथी भने चाहिँ नोक्सान नदिएर फाइदा गर्नु पर्यो फाइदा हो त्यसो कारणले त्यो हो अब यहाँदेखि लिएर अब एउटा चाहिँ के भन्न चाहन्छु बजे कर्जा आमा बाजेले बा आमालाई आफ्नो बामा होइन आफ्नो छोराको बा आमालाई अनि धेरै अनि माया दया गर्नुपर्छ बा आमाले भने आफ्नो छोरा छोरीलाई धेरै माया दया गर्नुपर्छ त्यस्तो भयो भनेदेखि के हुन्छ एउटा राम्रो छाप राख्छ आमा बाजेले रिस र त्यो मात्र गरेर झगडा मात्र गरेर बसेदेखि त्यो छाप नराम्रोले आफ्नो छोरीलाई छाप नराम्रो गर्छ त्यस्तो गर्यो भनेदेखि घरमा धेरै अनि दुःख हुन्छ त्यसो कारणले छोरा छोरीले के अरे आमा बाजेले भने अनि हाम्रो यो घरमा खुसी लिनु पर्यो खुसी ल्याउनु पर्यो त्यसको लागि चाहिँ हामीले जिम्मा लिएर माया दया असल कर्म असल विचार असल आचरणमा हामी ध्यान दिनु पर्यो भनेर राम्रो गर्ने त्यसले आफ्नो छोराले गर्ने छोराले फेरि आफ्नो छोराले गर्यो भनेदेखि धेरै राम्रो हुन्छ त्यस्तो भयो भनेदेखि आफ्नो छोरा छोरीले राम्रो एउटा छाप राख्न सक्छ त्यो आफ्नो छोरा छोरी भने भविष्यमा यस्तो राम्रो सोच्ने यस्तो राम्रो काम गर्ने त्यस्तो मान्छे हुन सक्छ जहिले पनि त्यो के भन्छ झगडा गर्ने त्यस्तो बानी भयो भनेदेखि त्यही बच्चाले अनि भविष्यमा एउटा मान्छे होइन दुईटा होइन धेरै मान्छेलाई झगडा गर्ने हुन्छ त्यसो कारणले धेरै नराम्रो काम गर्ने हुन्छ त्यसो कारणले पछितिर त्यसले त मान्छे धेरै मार्ने त्यस्तो मान्छे पनि हुन सक्छ त्यसो कारणले मैले के भन्न चाहन्छु रेस्पेक्ट टु एल्डर लभ टु चिल्ड्रेन भने चाहिँ आफ्नो भन्दा सानोलाई माया दयादेखि लिएर राम्रो सोच र राम्रो कर्म गर्नहरू सिकाउनु पर्छ भनेर यो भन्न चाहन्छु अब यहाँसम्म चाहिँ अनि असल विचार र असल आचरणको कुरा चाहिँ यहाँसम्म राख्छु तीन पनि बस्नु लाग्यो